नमस्कार सम्पूर्णमा आज जेठ 5 गते हामी युपिसिएल स्टकलाई चाहिँ केन्द्रित भएर चाहिँ टेक्निकल्ली हेर्ने प्रयास गर्नेछौँ। यो चाहिँ के छ, सपोर्ट रेजिस्टेन्स कता छ, कतिखेर चाहिँ बाई गर्ने र कहाँसम्म चाहिँ प्राइसेसको जान सक्छ भन्ने विषयमा हामी टेक्निकल्ली हेर्नेछौँ। यसमा छ तपाईँको युपिसिएल विगतदेखि हेरेर आउँदाखेरि चाहिँ तपाईँको एक समयमा यो अघिल्लो बुलको 191 प्राइसमा थियो। यसको मूल्य 191 तिर थियो। त्यसपछि बढेर यो भदौको 5 मा चाहिँ बढेर यो लगभग 330 340 को आसपास पुग्यो। त्यसपछि घट्यो, त्यो फेरि साइडवेज नै रहेको थियो। तर जब यो एकपटक यो 320 र अर्को पटक 320 दुईचोटि 320 वोल्ट बनाएको थियो। त्यसपछि फेरि डाउन आएर फेरि के भयो भन्दाखेरि यो 320 लाई पार गरेपछि चाहिँ एग्रेसिभली चाहिँ यो चाहिँ 445 सम्म पुगेको देख्न सकिन्छ। यहाँ 445 सम्म पुगेको देख्न सकिन्छ। यसमा चाहिँ के हुन्छ, सेयर मार्केट सधैँ बढ्ने हुँदैन। जस्तै सेयर मार्केट बढे पनि यस्तो गरेर बढ्छ, घटे पनि यसै घट्छ। सिधै बढ्ने र सिधै घट्ने चाहिँ हुँदैन। सिधै बढ्ने र सिधै घट्ने हुँदैन। त्यसै गरेर चाहिँ अब अहिले चाहिँ अब यो ब्रेकआउट भयो। ब्रेकआउट भएपछि ब्रेकआउटसँग यसमा पनि अझै रेजिस्ट गर्न खोजेको थियो, माथि गयो। त्यो फेरि त्यहाँ सपोर्ट बनाएर जुन चाहिँ पहिलो हाई थियो त्यसलाई सपोर्ट बनाएर फेरि माथि गएको देखिन्छ। यसलाई अझै क्लियर गर्नलाई अझै यहाँ यो चाहिँ फेरि यो सपोर्टलाई फेरि सपोर्ट बनाएर यो पहिलाको हाईलाई माथि गएको देखिन्छ। फेरि तल आएर फेरि चाहिँ त्यो ब्रेकआउट गरेर फेरि माथि जान्छ। माथि जाँदाखेरि 375 मा फेरि के हुन्छ, एक दुई दिन तल आएर फेरि चाहिँ के हुन्छ, एग्रेसिभली माथि गएको देखिन्छ। अब यसमा चाहिँ के छ भन्दाखेरि फेरि यही अनुसार टेक्निकली प्याटर्नमा जानुपर्ने हो भनेपछि चाहिँ यो फेरि माथि 445 40 44 45 तिर पुगेर तल आएको छ। यहाँ सेलिङ प्रेसर बढी भएर तल आएको छ। अब यसको बाउन्स ब्याक हुने प्रोबेबिलिटी चाहिँ के हुन्छ भन्दा टेक्निकली हेर्दाखेरि चाहिँ यो लगभग यो रेन्जबाट मोस्ट प्रोबेबली यो रेन्जबाट चाहिँ यो बाउन्स ब्याक हुन सक्ने सम्भावना छ। 380 बाट चाहिँ बाउन्स ब्याक 380 बाट बाउन्स ब्याक भएर चाहिँ यो माथि यहाँनिर जाने र यसलाई कि त डबल टप बनाउँछ, नभए भने चाहिँ यो त्यो पनि ब्रेक गरेर अझै माथि जाने सम्भावना छ। यदि यहाँ पनि कन्ट्रोल हुन सकेन, यसबाट पनि प्राइस अझै डाउन गयो भनेपछि चाहिँ 326 बाट बाउन्स ब्याक हुन सक्ने देखिन्छ। यसको राम्रो पछि चाहिँ के भन्दाखेरि चाहिँ भोल्युम अझै राम्रो आइरहेछ, भोल्युम एकदम बढिरहेको अवस्था छ। त्यसैले चाहिँ यो यतैबाट बाउन्स ब्याक हुन सक्ने सम्भावना देखिन्छ। यताबाट बाउन्स ब्याक भएर कम्तीमा पनि 445 सम्म चाहिँ पुग्न सक्छ, किनकि डबल टप बनाउनलाई भए नि पुग्न सक्छ। अब मार्केट इज अलवेज अनप्रेडिक्टेबल, हेरौँ के हुन्छ। अब यसमा अरू इन्डिकेटरहरू लगाएर हेर्दाखेरि पनि तपाईँको यो तीनटाबाट हेरौँ, अरू पनि छन् इन्डिकेटर त, तर प्राय युज हुने अहिले चाहिँ आरएसआई चाहिँ लगभग 56 मा रहेको छ। एकदम बिचतिरै रहेको अवस्था छ आरएसआई चाहिँ। यो चाहिँ अब आरएसआई डिमान्ड बढ्यो भने प्राइस बढ्ने सम्भावना रहन्छ। त्यसैले यसले पनि अब सेल अझै एक दुई दिन पनि डाउन जाने हो भने बजार चाहिँ सेलिङ इन्डिकेट गर्न लागेको अवस्था छ। तर होप यहाँबाट माथि बाउन्स गर्यो भने चाहिँ अहिले चाहिँ नकिन्नु, तत्काल चाहिँ नकिन्नु, यो रेन्जमा आउन दिनुहोस्, हेर्नुहोस् के हुन्छ। त्यसपछि चाहिँ किन्न सक्नुहुन्छ। अहिले चाहिँ किन्नु यो रेन्जको वेटिङमा त किन्यो भने यो रेन्जमा किन्नु, रिस्क र रिवार्डको उमा। अनि यो रेन्ज गएपछि सेल गरिदिनु होला। टेक्निकल्ली चाहिँ यसो देखिएको छ। अब यो बोलिङ्गर ब्यान्डभन्दा माथि नै क्लोजिङ भएको छ। बोलिङ्गर ब्यान्डभन्दा माथि क्लोजिङ भएको भएर अहिले चाहिँ डराइहाल्नुपर्ने स्थिति छैन, आत्तिहाल्नुपर्ने स्थिति छैन। भोल्युम पनि राम्रो भएको र यहाँबाट बाउन्स ब्याक गर्न सक्ने सम्भावना भएकोले चाहिँ बाउन्स ब्याक गर्छ कि भन्ने अनुमान अन्य अध्ययन गरेर लगानी गर्नु होला। दिस इज नट अ रिकमेन्डेसन, दिस इज जस्ट टेक्निकल पाटो मात्रै हो यो। धन्यवाद।